बाटोमा उसको क्र्यास भएछ, त्यो पनि टिप्परसँग क्र्यास भएछ डेन्जर पारामा। धन्न मान्छेलाई केही पनि भएन, बाइक त धोस्तै छ होइन, बाइक पुरै धोस्तै छ उसको। ज्याकेटले बचायो भनेर भन्दै थियो मलाई च्याटमा। ज्याकेट स्याकेट नलाएको भए त के हुन्थ्यो भन्दै थियो। मान्छेहरू मुख बिगार्छन्, आवाज मन नपर्नेहरूले। दसैँ लाग्यो है रामु काकालाई दसैँ लाग्यो। अहिले ठ्याक्क काठमाडौँबाट 3 देखि 4 दिनमा घुमेर आउन मिल्ने ठाउँ यसो रिकमेन्ड हानिदिनु होला। हामी चाहिँ एउटा राइड जाने भनेर प्लानमा छु, म र मोनिका। सो यसो रिकमेन्ड गर्नु होला, पूर्वमा कता जाँदा ठिक हुन्छ र पश्चिममा कता जाँदा ठिक हुन्छ। के हो यो यहाँ हेर्नु सक्नुहुन्छ, के हो यो बेसी के रहेछ। सो ह्याप्पी दसैँ। मैले अस्तिदेखि भनेको थिएँ एक्जस्ट चेन्ज गर्ने भनेर। सो आज फाइनली इट्स टाइम टु चेन्ज माई एक्जस्ट। सो यो चाहिँ अहिले झोलामा प्याक छ, झोलाबाट चाहिँ लिएर जान्छु। अनि मेरो ड्रोनमा एउटा सानो के आयो, ड्रोनमा प्रब्लम त होइन, प्रिपेयरिङ टु टेक अफ भन्छ त, उड्दै उडेको छैन। त्यसको के प्रब्लम हो त्यो मैले बुझ्दै सकिनँ, के इरर हो नै बुझ्न सकिनँ। अनि यसलाई यसको कम्पास इरर हुन्छ नि, त्यसलाई क्यालिब्रेट गर्नै आएन मलाई। यदि कसैलाई आउँछ भने मलाई सिकाइदिनु होला, त्यही भन्न चाहन्छु। अब चाहिँ यो सामानहरू चाहिँ टक्क पछाडि बोकेर चाहिँ म यहाँ नजिकै एउटा वर्कसप छ मोटोमेनिया, त्यहाँ जान्छु। त्यहाँ गएर चाहिँ यो फिट गर्छु है त। म एकछिन भेटौँला, तल पसलमा गएर भेटौँला। मेरो पछाडि हजुर टेन्सन हुन्छ, ब्याग मैले बोकिसकेको छु। यो चाहिँ एक्जस्ट हालिसकेको छु। लगभग पसलमा सामान सक्यो, सामान पनि आइदिएन। यस्तो दसैँको बेला आन्दोलन अनि बन्द, पहिरोले गर्दा चाहिँ एकदम म मात्रै होइन, कतिजना व्यापार गर्ने मान्छेहरू चाहिँ कति गाह्रो भएको छ होला। सो मेरो बाइक हिजो मैले सर्भिसिङ गरेर ल्याइसकेँ, हेरिहाल्नु भयो प्रकाश दाइकोबाट। आज पुरै घाममा आनन्दले बसेको छ, बिहान पुरै डेन्जर पानी पऱ्यो आज। सो यहीँ छ बाइक, अब यसलाई स्टार्ट गर्छु। अनि अब यसको एक्जस्ट चेन्ज गर्न जाने हो। अनि दसैँ पछिको राइडको लागि एउटा सरप्राइज पनि छ, सायद यही भिडियोको अन्तिममा थाहा पाउनु भइसक्छ होला तपाईँले, कि नेक्स्ट भिडियोमा थाहा हुन्छ है त सरप्राइज भनेर चाहिँ के हो भनेर। सो अब चाहिँ हामी बाइकमै भेटौँ, बाइक स्टार्ट गर्छु एकछिन, बाइकमै भेटौँला। सी यु अन माई राइड। यो क्यामेराको बेस्ट पार्ट, मेरो एसडी कार्ड फुल भएर चाहिँ मलाई थाहा थिएन, एसडी कार्ड फुल भएछ, तर यसमा इन्टरनल मेमोरी छ नि त, त्यसले गर्दा चाहिँ मलाई सजिलो भयो रेकर्ड गर्न। सो आधी बाटोबाट काँचो हुन्थ्यो नि त। अनि त्यही हो, अस्ति मसँग अफिस पसलमा आएर एउटा भाइलाई चाहिँ वाटर हाइड्रेसन ब्याकप्याक एउटा स्पोन्सर हानेको थिएँ मैले। अनि ऊ चाहिँ लिमी भ्याली कैलाशसम्म चाहिँ राइड जाँदै रहेछ, यता हुम्लाबाट होइन, जुम्लाबाट। अनि राराहरू पनि जानु लागेको रहेछ। अनि उसको लागि चाहिँ केही सपोर्ट गर्नु पऱ्यो भनेर उसले सपोर्ट मागेको थियो। अनि हुन्छ भनेर मैले सपोर्टको लागि एज एउटा ब्याग दिएको थिएँ। अनि ऊ पहिला पनि हाम्रो रेगुलर कस्टमर। अनि बिबिजीको एउटा राइडिङ ज्याकेट, इन्डी भन्ने राइडिङ ज्याकेट पनि लिएको थियो उसले। सीतापाइलाबाट ऊ हाइवे हुँदै धार्के हुँदैको बाटो लाग्यो, म यताबाट आएको, बाटोमा उसको क्र्यास भएछ, त्यो पनि टिप्परसँग क्र्यास भएछ डेन्जर पारामा। अनि त धन्न मान्छेलाई केही पनि भएन, बाइक त धोस्तै छ होइन, बाइक पुरै धोस्तै छ उसको। मान्छे चाहिँ अल गुडै भन्न चाहन्छु। अनि त्यही हो, ज्याकेटले बचायो भनेर भन्दै थियो मलाई च्याटमा। ज्याकेट स्याकेट नलाएको भए त के हुन्थ्यो भन्दै थियो। सो हजुर पनि प्रपर राइडिङ गियर लाएर मात्रै जानु होला, हाइवेतिर जाँदै हुन्छ भने। इभन भ्यालीमा पनि लाउनु भएको त राम्रो हो, तर अब छैन भने त के गर्ने होइन। भोलि फुलपाती छ है, फुलपातीमा आर्मीको त्यो बढुवा गर्छ नि, बढाइ गर्छ नि, त्यो हेर्न मन थियो मलाई यार। यो ट्रक कहिलेसम्म कट्ने त यो ट्रकलाई मैले। आइयो ल यहाँ के छ भाइ, पेन्ट हाने हो ल। ह्याप्पी दसैँ, रक्षा गरून्, गरिरहेको छ नि है अहिलेसम्म त। ल जङ्गी ह्याप्पी दसैँ तँलाई। हाल्दै कतिको बिजी छ? खै बेचिदिनु भने हो, भ्याक्सले किन्न खोज्यो हो, होइन। सो यहाँ मोटोमेनिया भन्दा माथि चाहिँ एउटा क्याफे खोलेको छ, अपिल क्याफे एन्ड बार है त। यो चाहिँ हाम्रो साउजी कहाँ भाग्यो भने
कहाँ भाग्यो ल ल ल यहाँ हाम्रो बनाउँदैछ तातो होला है हात पोल्ला है जङ्की तातो छैन होला कस्तो गोरे आएको धेरै नै गोरो आयो यताबाट खै यताबाट कालो निकाल्नु अनि झन् कालो आयो क्या उताबाट एन्टी लाइट पऱ्यो मान्छेले हेर्छ सो मैले एग्जस्ट चाहिँ फेरिसकेको छु यहाँनिर यो अस्ति पेन्ट हाने थिएँ यति चाहिँ खुइल्याएछ नहाने किन हाल्नुपर्ने छ पछि हाल्नु हाल्नुभन्दा अगाडि स्टार्ट गर्दैछ मेरो एग्जस्ट चाहिँ चेन्ज भइसकेको छ म तपाईँहरूलाई साउन्ड सुनाउँछु न्युट्रलमा छ मोटो मिनिया उठ्यो यार मोटो मिनिया त सुतिरहेको थियो उठ्यो सो अब चाहिँ रेडी भयो बाइक अब घर जानुपर्छ पसलमा नि कोही छैन सो एकछिन भेट्छु ह्याप्पी दसैँ अझै ल हिरो ह्याप्पी दसैँ ल पेन्टर भाइहरू ह्याप्पी दसैँ तिमीहरूलाई दसैँ सुरु भयो है त मेरो Yes, man. Finally. यस्तो जाम छ सीताबाइला चोकमा खसी ससी बेच्दो रहेछ है अब त गल्ली गल्ली हिँड्दा नि कुकुरले लहर्छ भन्ने क्या अलि चाहिँ एमटिएक्स कुदाएदेखि त कतिखेर गएर एक्जस्ट चेन्ज गरौँ भइरहेको थियो मलाई बा कस्तो फिल आयो यार बल्ल सिआरएफ कुदाएको जस्तो फिल आयो यार ल त घोडा गदा कुदाएको जस्तो बल्ल घोडा चढाएको जस्तो फिल भइरहेको वाउ मिठो छ आवाज त अनि फोन चाहिँ ल्याउनै बिर्सेछु मान्छेहरू मुख बिगार्छन् आवाज मन नपर्नेहरूले ट्रेकिङको लागि है टक्क दसैँको प्रिपरेसन हुँदैछ मान्छेहरूको दसैँ लाग्यो है रामु काकालाई दसैँ लाग्यो फाइनली घर पुग्न लाग्यो है अब म दसैँमा टक्क बुढाबुढी राइड जाउँ भन्ने प्लान छ कहाँ चाहिँ जाने होला यता पूर्वतिर चाहिँ कहाँ जान मिल्दो रहेछ अलिकति राम्रो ठाउँ एनी सजेसन गाइज अहिले ठ्याक्क काठमाडौँबाट 3 देखि 4 दिनमा घुमेर आउन मिल्ने ठाउँ यसो रिकमेन्ड हानिदिनु होला कमेन्टमा मजा आउने के आवाजले गर्दा पनि बाइक चलाउन तर पहिला यो एक्जस्ट हाल्दा मलाई 8000 को फाइन लगाइदिएछ यार सो हजुरहरूलाई यो बाइकको आवाज कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनु होला सो हामी चाहिँ एउटा राइड जाने भन्ने प्लानमा छु म र मोनिका सो यसो रिकमेन्ड गर्नु होला पूर्वमा कता जाँदा ठिक हुन्छ र पश्चिममा कता जाँदा ठिक हुन्छ सो हाम्रो प्लान भनेको चाहिँ 4 देखि 5 दिनको चाहिँ हामीसँग टाइम छ सो टिकाको भोलिपल्ट हामी निस्किने प्लान छ सो हामीलाई चाहिँ एकदम यहाँ कन्फ्युज भइरहेको छ कहाँ जाने भनेर मनाङ मुस्ताङ रारा अब पूर्वमा कहाँ हुन्छ पश्चिममा चाहिँ रारासम्म प्लान छ रारा अलिक टाढा हुन्छ वर्थ इट छ कि छैन
त्यो भनिदिनु होला प्लस बाटोको अपडेट के छ राराको सुर्खेतको त्यो पनि हजुरलाई थाहा छ भने कमेन्ट गरिदिनु होला सो यो भिडियो कस्तो लाग्यो यहाँसम्म हेर्दै हुन्छ भने लाइक गर्न नबिर्सिनु होला यदि नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न नबिर्सिनु होला टिल देन किप लभिङ किप सपोर्टिङ ट्विसा ब्लग्स जय नेपाल बाई बाई लभ यु अल गाइज ह्याप्पी दसैँ